प्रभु यीशुलाई। परमेश्वरको लागि हामीले किन नदिने हाम्रो जीवन है? हाम्रो हृदय किन नदिने प्रभुको लागि? हामीले दिनुपर्छ, दिनु सिक्नुपर्छ। जतिजनाले दिएको छैन हामीले दिनु जरुरी छ भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ यो भन्न चाहन्छु है। अनि जब मरियमको कोखबाट बालकको जन्म भयो अनि बालकको जन्म हुनु बित्तिकै के भयो त भन्दाखेरि स्वर्गदूत आएर चाहिँ गोठालाहरूको बिचमा आएर के भन्यो त भन्छ नटराज है, किनभने म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु है। आज तिमीहरूको लागि जो सबै मानिसहरूको लागि हुनेछ, बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ है। आज तिमीहरूको लागि दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ भनेर केही प्रश्नहरू गर्नेछु र यो प्रश्न अनुसार उहाँ क्यापेबल हुनुभएमा म आज उहाँलाई एल्डरको सेवामा नियुक्त गर्नेछु। हुन्छ, म हाम्रो किना राईलाई केही प्रश्नहरू गर्नेछु। तपाईँले छोटो जवाब दिनुहोला। के यो एल्डरको सेवामा रहेर परमेश्वरको सेवा गर्नलाई तपाईँलाई परमेश्वरबाट अगुवाई भएको हो? आफ्नो बगालको हेरचाह गर्नलाई तत्पर हुनुहुन्छ? के तपाईँ मण्डलीको नियम र प्रभुको आज्ञा पालन गर्नलाई सधैँ तत्पर रहनुहुनेछ? हजुर, म रहनेछु। के तपाईँ विधवा, रोगी, टुहुरा टुहुरी र अशक्तको सेवा गर्नलाई अथवा ख्याल गर्नलाई तयार हुनुहुन्छ? हजुर, म तयार छु। उहाँको आज्ञा पालन गर्नलाई उत्साह दिँदछु। हामी सबैले भन्नेछौँ आमेन। आमेन। हुन्छ, उहाँले सबै कुरामा सहमति हुनुभएको छ। सबै कुराहरू मण्डलीमा आइपर्ने जिम्मेवारीहरू भावहरू निभाउनको निम्ति उहाँ चाहिँ रेडी छु भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि आउनुहोस् हामी उहाँलाई ताली बजाएर हामी धन्यवाद दिनेछौँ। हुन्छ, अब हामी उहाँ सबै कुरामा रेडी हुनुभएको छ। अब हामी उहाँको निम्ति अभिषेकको प्रार्थना गरिदिनेछौँ। र किनभने कुरा टेकेर बस्नुहोस्, उता फर्किनुहोस्। र हामी यो समय प्रार्थना गर्नेछौँ, उहाँको लागि हामी आशिषको प्रार्थना गर्नेछौँ। र म यो समय यहाँहरूमध्ये जोहरू पास्टर हुनुहुन्छ अनि एल्डर हुनुहुन्छ उहाँहरू चाहिँ अगाडि आइदिनुहोस् अनि हामी उहाँलाई उहाँको शिरमा हात राखेर अनि परमेश्वरको आशिष अनि शक्ति हामी मागिदिनेछौँ। एल्डरहरू आइदिनुहोस्, पास्टरहरू आइदिनुहोस्, हामी अगुवाई मागिदिनेछौँ। हुन्छ, आउनुहोस् हामी प्रार्थना गर्नेछौँ र अन्तिम आशिषको प्रार्थना म गर्नेछु। हामी उहाँको शिरमा हात राखेर प्रार्थना गर्नेछौँ। धन्यवाद छ तपाईँ अति नै उच्चमा विराजमान हुनुहुने जीवित परमेश्वर। तपाईँ साथ And I see people like Jai and Tina and my mother and Becky and Nigma. When you first came with Mama and Papa and all the others who came with Sister Barbara. Do you remember Sister Barbara? Came and you became part of our fellowship here at St John's. And to see the children grow and to see Keena become an elder, for me is a blessing. So and I just want to say thank you for inviting me this afternoon. May I say a prayer? Is that all right if I say a prayer? In English, I will know the party, except Thomas said, can I say
जय मासी Let's pray. Lord, we do thank you for this afternoon. We thank you for the joy of being together. We thank you for the joy of King of being made an elder. But above all,
मण्डलीबाट अचन मण्डलीबाट एकना आउनु होला बोलाएको छ एकनालाई अचन मण्डलीबाट लाउँछ आशासँग मैले आज अब हामी फेरि यहाँ खानाको टाइम भयो नो प्रब्लम आन्टी कम अन गो अन दाजु टन्न खाऊ है जिङरिङ मटाउने हो दाजु औ ल दाजु रोटी पनि छ रोटी पनि खाऊ ए छानी छानी खानु दाजु ल आउनु त खानु ल हाम्रो क्यारल प्रोग्राम क्रिसमस क्यारल सक्यो Jonathan, Josh! Oi, Jonathan! Oi, Jonathan! Oi! Oi, Jonathan!